यस्तो फेला पारी ल हामी अहिले आज यस्तो एउटा अचम्मको घटना घटेको छ। झिम्रो गाउँपालिका वार्ड नम्बर 2 यहाँ चाहिँ जाइफर बस्ने हाम्रो सर्वजित थापाको छोरा माइलो दिपाल थापाकी श्रीमती आज बिहान उपचार गर्नको लागि अनि आफूलाई पनि अलि बिमारी अनि बच्चाको पनि गर्ने भनेर यो बच्चा लिएर उनी चाहिँ हाम्रो नजिकको एउटा मेडिकल ढाँडानेर गएर आफूसँगै चाहिँ आफ्नो एकजना भाइलाई पनि लगेर गएकी उनले र त्यो भाइलाई यो बच्चा ढाँडा पदम खड्काको घरदेखि अगाडि यो बच्चालाई ल समाउतो भाइ म पिसाब गरेर आउँछु भनेर अनि छोडेर त्यहाँ त्यो बच्चालाई छोडेर उनी त्यो पदम खड्काको घरदेखि अगाडिबाट त्यो झिमरुक नदीतिर पिसाब फेर्न अगाडि गइछन् र त्यो बच्चा समाएको बाबुले लगभग 10 मिनट 15 मिनट वेटिङ गर्दा पनि त्यो नआएको हुनाले यताउता यो बच्चा रोएर त्यहाँका चाहिँ बजारका छिमेकीहरू पदम खड्का लगायतको सबैलाई भन्दै गर्दा अरूले पनि गएर त्यो एरियामा जताततै खोज्दै गर्दा कहीँ पनि अहिले 2-3 घन्टा भयो त्यो नानीको चाहिँ अवस्था अहिलेसम्म कुनै सार्वजनिक सन्चो बिसन्चो अथवा जीवित छन् कता छन् केही त्यो जानकारी पाउन सकिएको छैन। यत्रो बच्चालाई लिएर अनि हाम्रो चाहिँ तपाईँको नाम के अरे बहिनी? हो लक्ष्मी केसी। हाम्रो झिम्रो गाउँपालिका वार्ड नम्बर 3 कचरी बस्ने लक्ष्मी केसीले आफ्नो फेरि छोरीलाई उपचार गर्न जानुभएको उहाँले हामी त्यो यो घटना थाहा पाइसकेपछि यसरी चाहिँ महिला यहाँ छैनन् ल तपाईँ छिटो आउनुहोस् त्यो सम्बन्धित मान्छेलाई भनेर उरेर चाहिँ म पनि त्यो बाबुलाई लगेर उसको श्रीमानलाई दिपाललाई लगेर उरेर गएँ र अहिले हामीले बच्चा लिएर उरेर उहाँले यो बच्चालाई स्तनपान पनि गराउनु भएको छ। एकदमै स्याहार सम्हार धेरै धेरै धन्यवाद छ हाम्रो लक्ष्मीजीलाई। र अहिले हामी चाहिँ उ गरिरहेछौँ ल यसरी चाहिँ अब यो दिपालको भाउजू जेठी भाउजू हाम्रो चाहिँ विजयको जानु र नानीले यो बच्चालाई चाहिँ स्याहार सम्हार गरेर अहिले चाहिँ अगाडि घरमा लगेर नानी यसलाई एकदमै चाहिँ स्याहार सम्हार गर्न पर्यो। हामी फेरि तलतिर जान्छौँ है। र अहिलेसम्म चाहिँ अब हामीले चाहिँ मैले यो एउटा भिडियो किन गराउन खोजेको छु भने कहीँ कतै खोलामा बाटाघाटा जङ्गलमा यताउता कहीँ देख्नुभयो भने झिम्रो मैले अब ऊ पनि गराउने छु एकछिनपछि त्यो नानीको फोटा पनि राख्ने हामीले सार्वजनिक गर्ने कुरा गरिराखेका छौँ र इलाका प्रहरी कार्यालय मोच्चीमा पनि हामीले चाहिँ उ गरिरहेका छौँ। यत्रो बच्चा छोडेर यो 1 महिनाको बच्चा छोडेर उरेर चाहिँ त्यो नानी चाहिँ उनी यो बच्चाको आमा अहिलेसम्म 3 घन्टा भयो बेपत्ता भएकी छन् र कहीँ कतै जिउँदो मर्दो कोही कसैले चिन्ने अथवा नचिन्ने जो कहिले पनि देख्नुभयो भने हामीलाई सम्पर्क गर्नुहोला, मलाई गर्नुहोला, मेरो 98 47 90 1008मा सम्पर्क गर्नुहोला अनि इलाकामा गर्नुहोला, अन्त जताततै चाहिँ गर्नुहोला र सबैजनालाई खोज तलासको लागि मैले अनुरोध गर्न चाहन्छु। हस्त धन्यवाद।